गाइज वेलकम ब्याक टु अनदर न्यू एपिसोड। सबैजना सन्चै आएर हुनुहुन्छ होला, म पनि सन्चै आएर नै छु। अनि अहिले चाहिँ म राजमाको पसलमा छु। अनि त्यही हो, सबैजनाले खानासाना खानु भइसक्यो होला लगभग। मैले पनि खानासाना खाएर आइसकेँ यो पसलमा। अनि अहिले भर्खर चिया खाएँ, चिया खाएर बसिरहेको छु। खाना पनि खाइसकेँ, खाना खाएर पनि चिया खाइसकेँ। घर फर्किन्छु होला, किन भन्दा मैले बाइकहरू ल्याइन अनि त्यस कारणले मोटो भ्लग बनाउनु पाइनँ। नेक्स्ट टाइम चाहिँ बनाउँछु र चलाउँछ भन्ने सोचिरहेको छु। अनि त्यही यो जो नै हुन्छ त्यसलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु, पुरानो हुन्छ भने साइडको बेललाई अल गरिदिनु होला। ल गाइज अहिले चाहिँ म चाहिँ ट्याक्टर लगाएर राजमाको पसलमा छु होइन। साइकलहरू पुरै रेन्टमा छ है, साइकलहरू पुरै। अनि यहाँ भित्र पनि टन्ने छ, अस्ति नै मैले देखाइसकेको छु तपाईँलाई। हेर्नु टन्ने छ, महँगो महँगो साइकल टन्ने छ लगभग होइन। राजमाको हेलमेट हेर्नु, एउटा हेलमेट त एउटा दुईवटा तिनवटा चारवटा टन्ने छ हेलमेट। अनि यहाँ चाहिँ बाइक होइन, डट बाइक यहाँ छ, देख्न सक्नुहुन्छ टक्क लाएर। त्यही नै गाइज होइन। अब आज निस्किने भनेको चिताउँ लगभग। अब सायद मेबी मिल्यो भने चाहिँ म अझै निस्किन्छु बेलुका, नभए भोलि निस्किन्छु। ल अहिले एकछिनमा भेटौँ ल है। अहिले चाहिँ म चाहिँ खाजा खानालाई निस्किसकेँ। अनि राजमाको पसलबाट निस्किसकेँ। अब खाजा खाना जाँदैछु। अनि लगभग आज बेलुका जाने भनेको, आज बेलुका चाहिँ भ्याउँदिनँ होला, लगभग भोलितिर जान्छ, भोलि जान्छु होला म मेबी होइन। अनि अब चाहिँ म सिधै यहाँ पसलमा छिर्छु। पसल यहाँ खाजाखाने पसलमा छिरिरहेको छु। अब के खाने भन्ने कुरा हो, त्यही नै हो गाइज। अरू के भन्नु छ र। अनि लगभग काठमाडौँ पनि 2-3 दिन भइसक्यो। अनि त्यही अब यहाँ के खाऊँ कि भन्ने सोचेको, भोक लाग्यो। भोक लाग्यो खानु पऱ्यो नि त, खाजा के खानु पऱ्यो। अब भित्रै जाऊँ न। यदि के खाजा के बन्दैछ? खाजा के बन्दै हुन्छ त बन्दै। अब हेरौँ के खाने। खाजा के बन्छ त्यही खानु पऱ्यो। त्यही अब खाजा खान्छु। अनि दिनभरि आजपाको पसलमा बसिरहेको जेस रमाइलो हुन्छ है, टाइम पास। टाइमको पनि थाहा हुन्न। अनि त्यही हो, अरू त के भन्थ्यो र। अब यहाँ चाहिँ अरूको यस्तो हो कि अरूको कुरा काटेर केही पनि हुँदैन होइन। जस आफूले राम्रो गर्नुपर्छ भ्लगमा। त्यही हो, आफूले डेली भ्लग हाल्नुपर्छ। मैले चाहिँ काठमाडौँ आएपछि चाहिँ एउटा कुरा के चाहिँ मैले याद गरेँ भने चाहिँ मैले चाहिँ बाइक लिएर आउनु पर्ने रहेछ भन्ने सोचेँ। अब बाइक नभएपछि त अब कतिले भन्नुहुन्छ राजमा तिमीलाई बाल्दैन यताउति। होइन त्यस्तो होइन। हाम्रो बाहिर कुरा चाहिँ भनौँ न पब्लिकमा हामीले नदेखाए पनि हाम्रो पर्सनल कुरा चाहिँ हाम्रो भइरहेको हुन्छ। भेटघाट पसलमै बसेर अब खाइहाल्यो होइन, के छ कहिले जाने बसले दिन यताउति भइहाल्छ त्यो कुरा त होइन। तर पनि अब मलाई चाहिँ अब यस्तो मनपर्छ। अब जस उसले बनाएको भिडियोदेखि अब हुन्छ नि, क्वालिटीदेखि हरेक कुराहरू हुन्छ नि। अब कन्टेन्टहरू बबल हुन्छ, त्यही भएर चाहिँ मलाई मनपर्ने हो। आफ्नो इच्छा हुन्छ सबैजनालाई होइन। अब यो बारेमा चाहिँ म बोल्दिनँ, यो बारेमा बोल्नु पनि छैन। अनि जे आफूले राम्रो गर्ने हो, आफ्नो भिडियो चाहिँ बबल बनाउनु पर्छ जस्तो लाग्छ मेबी मलाई चाहिँ होइन। अनि अरू खासै त्यस्तो त केही पनि छैन। अनि अहिले मैले तपाईँलाई डट बाइक पनि देखाएँ होइन, सिनेमेटिक हाने जस्तो हेर्नु भइसक्यो होला। अनि सिनेमेटिक हानेछु। अब डट बाइकहरू पनि महँगो महँगो छ, किन्न सकिन्न, पैसा छैन। पैसा भयो भने किन्ने भनेर सोचेको। लगभग हेर बिस्तारै बिस्तारै अब यस्तो हुन्छ कि डट बाइकमा के हुन्छ भने अब अलिकति खर्च पनि आउँछ होइन। अब अलिकति त्यो एन्सरको कमी हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि त्यो भएर चाहिँ अब अझै भोक लाग्नु थाल्यो। अब खाजा चाहिँ पऱ्यो। अब फेरि 4 बजीतिर 5 बजीतिर यहाँबाट निस्किन पर्छ कलाङ कि। त्यही नै गाइस, सबैजना सपोर्ट गरिदिनु होला। भिडियो आएपछि लाइक गरिदिनु होला। अनि कमेन्ट पनि मिठो गरिदिनु होला, नराम्रो कमेन्ट नगरिदिनु होला। अनि साथीहरूको राजमाको र मेरो सम्बन्ध धेरै राम्रो छ, धेरै राम्रो छ होइन। कसैले पनि कतिले चाहिँ भन्नुभयो होला सम्बन्ध राम्रो छैन, यताउति यो भिडियोको लागि मात्रै गएको, यताउति कन्टेन्टको लागि गएको, भ्युजको लागि गएको भन्नुभयो होला। त्यो त्यस्तो नसोच्नु होला। मेरो आफ्नो कामले पनि अब गएको। अनि त्यही विषयमा अब राजमालाई भेटौँ न, भेटेको वर्ष भयो भनेर पनि म भेट्न आएको। अरू त्यस्तो केही पनि होइन है। अनि म पसलतिर आएर राजमाको अब राजमा गयो भने म पनि जाने हो नि त कन्टेन्टको लागि त। अनि त्यही माथि पनि मैले बाइक साइड केही पनि ल्याएन, गोब्रो ल्याएन। अब नेक्स्ट मन्थ अब कहिले हुन्छ काठमाडौँ कहिले आउँछु। अनि त्यतिखेर चाहिँ नै अब भ्लग बनाउन फेरि होइन राजमाले सडक दिइहाल्छ, सपोर्ट गरिहाल्छ। त्यही नै हो, सबैजनाले माया सपोर्ट गरिदिनु होला अजित भ्लगलाई। अनि आज मेबी लास्ट भ्लग अझै काठमाडौँको लास्ट भ्लग अझै हुन्छ होइन। त्यही नै हो। अब भिडियो सबैजनाले स्किप नगरिदिनु होला।
फुल भिडियो हेरिदिनु होला भन्न चाहन्छु। यति भन्दै म बिदा माग्न चाहन्छु। जय नेपाल।